हेलो गाइस, गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै होला। सो आज चाहिँ सन्डेको दिन होइन। पैसा त यार कति सजिलो कमाइन्छ गाइस यार होइन। पैसा गाह्रो छ हौ, के गर्ने होइन। पैसा कमाउनलाई सजिलो छैन हौ, सजिलो यार के गर्ने होइन। हामी चाहिँ परोठा बनाउँदै हो होइन। गर्मी चाहिँ लास्ट चाहिँ यार क्या साह्रो हौ, लास्टै छ यार। गाह्रो छ पैसा कमाउन, सजिलो छैन। पहिला सजिलो लाग्थ्यो, आजभोलि गाह्रो छ हौ जिन्दगी। पैसा कमाउन पर्छ त्यसैले। परोठा हान्ने गोली चाहिँ बप्पाल लास्टै गर्मी यार। गर्मी चाहिँ बप्पाल छ हौ, के गर्ने होइन। राम्रो प्रेसर होइन, पसिना क्या पसिना। ओइ फुर्के होइन न, त्यो त बड्डा मान्छेले जिस्काउने बस्ने काम गर्ने होइन। गाह्रो छ सो होइन, त्यहाँ सक्नुहुन्छ फाइनली होइन। हाम्रो काम चाहिँ गाह्रो छ हौ। शनिबार आइतबार सोमबार त लास्ट दिन त आज 3 दिनको लागि भने यस्तो गर्मी यार। सबै काट्ने जाने नि भयो। त्यसपछि अब म चाहिँ होइन, मैदा हाल्ने हाल्नुपर्छ। पिठो हालेपछि फेरि तेल लगाउने गाह्रो छ हौ त्यो। कता लाग्छ यार। गाह्रो छ पैसा कमाउन, सजिलो पनि थियो यार। पहिला सजिलो लाग्थ्यो यार, घरमा भन्दाखेरि ए स्कुल पढ भन्दाखेरि ए पैसा कमाउने यार। गाह्रो छ आजकल त। हो त घर जान पनि यार, घर जान पनि अब धेरै सोच्नुपर्छ हौ। ऋण कमाउन ऋण तिर्दै गाह्रो छ हौ यार। परदेशमै बित्छ होला हौ जिन्दगी त यार। त्यस्तै हो, त्यस्तै होइन खाने। तर अब लास्टै गर्मी छ यार, पानी पिउनु पर्यो। यस्तै गर्मी यार, त्यस्तै हो। ल त्यसपछि हाम्रो किचनमा किचनमा ल हाम्रो चाहिँ बबाल छ नि। गाह्रो छ यार, यस्तै गर्मी यार। यस्तो छ कि भात सकिएको हो यार। कोचीको यस्तो भात रहेछ, चिकन हुन्छ सबलाई अलग रहेछ। गाह्रो छ गाह्रो छ है। बडीहरू काम छैन, बसेको छ नि यार। यहाँ चाहिँ ओन्ली ला दो पिछाडि ल कुमाङ चाहिँ यार दिनै पऱ्यो होइन। ल त्यसपछि हाम्रो चाहिँ काम सकेर म चाहिँ अन्त बसेको। अब एकछिन बस्ने हो, एकछिन बसेपछि हाम्रो फेरि स्टार्ट हुन्छ।